पाटन दरबार स्क्वायर कस्तो छ ल हेरौँ है त। नमस्कार, बसन्त मिनी भ्लगमा स्वागत छ। यो चाहिँ हाम्रो परपूर्व कालदेखि बन्दै आएको ठाउँ, हेर्दै आएको ठाउँ, बनिरहेको ठाउँ, जहाँ चाहिँ सबैजना एकचोटि जानै पर्छ जस्तो लाग्छ मलाई चाहिँ। यहाँबाट हामी विभिन्न हाम्रो पूर्वकालीन समयमा व्यवस्थित भएका वस्तुहरू हेर्न पाइने रहेछ, जहाँ चाहिँ हामी गएका थियौँ। यहाँ चाहिँ अरू कुराहरू पनि छन्, यहाँ लिएर गाइड्सहरू पनि लिएर जान सकिँदो रहेछ। यत्तिकै घुम्दाखेरि पनि अझ रमाइलो। त्यसमाथि यो ठाउँमा गएर एकछिन बस्दाखेरि नि मन्त्रमुग्ध भइँदो रहेछ। आफ्नो एक किसिमको तनाव अनि त्यसपछि सँगसँगै लागेका आफूलाई मनोभावमा अनेक किसिमका कुराहरू खेल्छन् भने यो ठाउँमा जाँदाखेरि चाहिँ शान्त भएको अनुभव गर्न पाएँ मैले चाहिँ। अब यो मान्छे अनुसारको फरक फरक किसिमका कुराहरू आउन सक्लान्, तर यसमा हेर्ने भनेको कला, संस्कृति, इतिहास जिउँदो रूपमा बसेको पाइन्छ, जुन चाहिँ सबैजना नेपालीले हेर्नै पर्ने। सँगसँगै अब बाहिर पर्यटकको लागि त यो डेस्टिनेसन नै भयो। सबैलाई एकचोटि यहाँ आउनु भनेर स्वागत गर्न चाहन्छु। अनि त्यसपछि आएर एकचोटि हेर्नुहोस्, हामी नेपाली हुनुमा गर्व गर्ने ठाउँहरू पनि रहेछ धेरै भन्ने कुरा हुन्छ। झट्टै हेर्दाखेरि सानो स्पेस देखिन्छ, तर धेरै थोकहरू लुकेका छन् यहाँभित्र चाहिँ, धेरै सन्दर्भहरू लुकेका छन्। अनि सबै ठाउँमा आफ्नै किसिमका विषयवस्तु छन्। अब यहाँ लिएर हेर्दाखेरि दुईवटा घर जोडिएको देखिन्छ। यो अब पास हुँदाखेरि ऊ बेलामा पनि कसरी बनाउँथ्यो, टेक्नोलोजी कुन लेभलले चलाउँथ्यो भन्ने कुरा देखिन्छ। यो चाहिँ हाम्रो पुरानो आर्किटेक्चर कसरी बनेको छ भन्ने कुरा हो। यसको फ्रेम चाहिँ मैले फोटो हालेको छु। ल बाई।